डे 2 स्टार्ट हाम्रो होटल रातो माटो होटल एन्ड लज। अब हामी 5 पोखरी जाँदैछौँ। अब यहाँबाट माथि नेटवर्क टिप्दैन। नेटवर्क टिप्दैन अरे यहाँ। अब हामी नेटवर्कलेस हो, फोन पनि लाग्दैन। अब कुनै ठाउँमा गएर होटलमा बस्दाखेरि चाहिँ वाइफाईको व्यवस्था चाहिँ हुन्छ, त्योभन्दा बाटोमा अरू यहाँ चाहिँ सेतो गुराँस अनि पिङ्क कलरको गुराँस अनि रातो गुराँस फल्दो रहेछ हाइट अनुसार, हेर्दै आउँदा हुन्छ। त्यहाँ हेर न लाली गुराँस। त्यहाँ बसेर फोटो खिच्छ नि, लाली गुराँस फोटो नलिए के। अब हामी चिसो चिसो पो छ त। हाम्रो टार्गेट भनेको त्यही 2 बजे भित्रमा हामी पुग्ने। ए हो र? ब्याकग्राउन्डबाट आइसक्यो त। 20 मिनट गएको छ। अब हामी यहाँबाट 8 घन्टामा 5 पोखरी गएर बस्छौँ। कति बजे पुग्छौँ त? जनता जान्न चाहन्छ। 5 घन्टा मात्रै लाग्छ कि 8 घन्टा लाग्दैन? 2 घन्टामा त उता के भन्छ त्यो भातखण्डामा पुग्छ। 2 घन्टामा भात खान्छ अब। तलबाट आएको डिस्टेन्स त्यति नै हो, तर अब 2 घन्टा गाह्रो होला। हिउँसान चाहिँ हिँड्न अलिक 1 घन्टा जस्तो हिँड्छ। है फेरि यस्तो माथि चढ्नुपर्छ। सेतो गुराँस यहाँ झरिरहेछ, सेतो गुराँसहरू। टावेल खसेको क्या यहाँ। फोटोसोटो खिच्नु होला है? हजुर फोटोसोटो खिच्नु होला।
पर्पल पनि देख्यो पिङ्क लाली गुराँस पिङ्क गुराँस Haisha. Haisha. Oh, यताउति कति धेरै हामी अहिले चोकर डाँडामा छौँ एकछिन रेस्ट गरेर कति होला बुझ्छ मेरो 5 किलोमिटर मात्रै छ अब हो 5 किलोमिटर त हिँडेर पुग्छ हिजो लाली गुराँस देखेन भने आज त फाला फालै ए माथि नै अझै रहेछ नि त माथि गएर चिया खाऊ न बिस्तारै गर जाऊ अब हामी चोकर डाँडाबाट माथि Yes. न्यू शाम 5 पोखरी होटल नो शाम मस्त हिमाल देख्दो रहेछ धेरै यसरी ओडादोडा गऱ्यो भने अहिले एनर्जी लस नपुग्ला गर्नुपर्छ यहाँ ओह्रालो चढ्नुपर्छ कस्तो चौरी गाईको चिया पाउँछ भनेर म कस्तो आशमा आइरहेको छु कहाँ पाउँछ चौरी गाईको चिया हैन के भाइ चौरी गाईको दुध चौरी गाईको दुधको चिया है सानो नै यस्तो निकाल्ने बित्तिकै चिया हुने होइन सिधै यसो तानेर दुध दुधबाट चिया खान्छ के भयो त्यसलाई चाहिँ अँध्यारो हुँदो रहेछ त्यही भएर मैले अघि केही नदेखेँ भयो मलाई त अघि गर्नु भएर चाहिँ अब त्यस्तो भयो अब फेरि हिँड्यो भने फेरि गरे हुन्छ होला चिसो हुँदैछ अघि मैले त्यो गुराँसहरू नै नदेखेको कि त्यसो मेरो फोटो खिच्नु न ओह त्यहाँ रहेछ हिउँ एक डल्ला
असिना होला नि असिना ओ यहाँनिर स्नो रहेछ स्नो यहाँ चाहिँ हिउँको सुमन चढाऊ हिउँ पग्लिन आयो उता अगाडि पनि रहेछ छोरा छोरा यो त्यहाँ भिडियो खिच आऊ छोडेर हिउँ पग्ल्यो भने आयो यही छ पर्दै पर्दैन त्यहाँसम्म त अलि अगाडि आउँछ नि पहिलो पहिलो हिउँ मै फालिदिन्छु सुमनलाई ढुङ्गा गइरहेको डराएको अरे क्या त्यस्तो अब हामी त्यो माथिको घरमा एकछिन रेस्ट गर्छौँ चियासिया अरू के पाइन्छ यो माउन्टेन रेन्ज चाहिँ मजाले देखिँदो रहेछ यतातिर चाहिँ अलिकति छेक्यो Hey, hey. Hey, hey. Hey, hey. खै त यहाँ बस्ने होइन र यहाँ चाहिँ एउटा होटलमा 50 जनाको सिस्टमले 50 नम्बर नपुगेसम्म एकजनाको पालो अनि 50 जना गेस्ट भयो भने अर्को होटलको रोटेसनको पालो अझ यहाँ खाली नै रहेछ होटल बन्द चिया कम्पनीको हाई ओ यहाँ चाहिँ सब होटलहरू बन्द रहेछन्
5 पोखरी जाने बाटो यो यताबाट अब 3.5 घन्टा बाँकी अरे अब हामी 3.5 घन्टामा यो चाहिँ स्नोको डल्लो त्यहाँ गएको भए त आज 3-4 बजी थियो होला हिजो पुगेको जस्तो आज यहाँ पुग्थ्यो होला अब हामी 3 जना लखर मार्दै जान्छौँ हैन त अब एनर्जाइज भयो अब लक्ष्य लिएर जान्छ युज गर्ने तिमी यो देऊ सानोवाला लगरबाट गर्नु सबैले त्यस्तो साह्रो त होइन अलिअलि टक्क अब यो हालिदिन्छ होला धेरै अगाडि गयो क्या केटाहरू जहाँ होटल खोज्यो त्यहीँ बस्छु नि गयो जस्तो यो वाला सिन चाहिँ राम्रो आउँछ तपाईँको यो कट्ने बित्तिकै मैले खुलेर आउँछ सर भ्याउँदैन फेरि यसले एकछिन हिँड्कै फ्यामे हुने कि अब त छ यहाँ डाँडा रुम गर्छु यही छ यही खाने हो ऊ यहीँ रहेछ नि त अच्छा कन्टिन्युस रेस्ट गर्न बिहान त्यहाँ अलिक टाढो हामी आइपुग्नु 11 बजी पख 1 2 3 ल ल दामी आयो बिल हेर्नु त यहाँ दाइ यहाँ आउनु सो यो चाहिँ हाम्रो भ्यू पोइन्ट के ठाउँ रे सो यो चाहिँ हाम्रो भ्यू पोइन्ट आएको छैन जुगल हिमाल दिस इज जुगल हिमाल अनि हामीहरू चाहिँ चिल गरेर बसिरहेछौँ सबैजना घाम तापेर आफ्नो तालमा यता दाइले घर बनाइराख्नु भएको छ यता दाइ अर्कै घर बनाइराख्नु भएको छ आरामसँग घाम तापेर पल्टिने कि दिनभरि वो तास खेल्नु तास ल्याएको छु आज यता दाइ नेचरसित इन्जोय गर्ने भन्दै हुनुहुन्छ नेचरलाई इन्जोय गर्नु जस्तो भयो हामी अहिले कति उचाइ माथि पुग्यो हामी 2000 कहाँ 2000 36 ए 3000 36 माथि गयो होला नि हैन र यस सो हिजो हामी 12 बजेदेखि ट्रेक सुरु गरेको थियो फ्रम छिम्टी अनि हामी रातो माटो अराउन्ड 7 पुगेको थियो हामी चाहिँ हिजो रातो माटोमै बस्यौँ अनि त्यहाँबाट चाहिँ आज बिहान हामी 6 बजे ट्रेक सुरु गर्यो र यता यो ठाउँको नाम के अरे नर्सिङ पार्टीमा चाहिँ
हामी भर्खर त्यति मात्र? अहिले हामी कति 9 बजीतिर पुगेको छौँ र अहिले हामी चिल गरिरहेछौँ अनि आजको डेस्टिनेसन भनेको चाहिँ 5 पोखरी यता होला त हामी अब भात खान रेडी थकाली मान्छे यहाँ बसेछ थकाली यस हात नधोइकन बस्नु भयो अब खाना खायो अब हामी हिँड्ने नेक्स्ट स्टप 5 पोखरी अब 3-4 घन्टामा बिस्तारै 10:30 भयो राखिराख्नु अहिले त चाहेछन् यहाँ बसेर खायौँ के मसँग पनि छ जाँदै गरौँ त हामी 9 कति बजी पुगेको 10 9 नै बजेको छैन जस्तो कि कति बज्यो 10:30 2 घन्टा भयो जाने अब नलागोस् खाना खान्छ अब यही भर्याङ चढेर जाने नि क्या पुरै सबै भर्याङ मात्रै छ क्या माथि अनि तिमी त्यो के बारवाला भनेको कहाँ अझै माथि हो 5 पोखरी पुग्न लाग्यो लामो ए अहिले त पुरा ढाक्नु थाल्यो त है अस्ति कहिले दसैँपछि तिहारपछि धामपुस गएको झन् ठ्याक्क योभन्दा अगाडि देखिन्छ कि धामपुसबाट हिँड्दा पुरा पानी पर्दै गयो कि हप्ताभरि पानी परेको कि हिमालय देख्न नपाइरहेको त्यो भएर ट्रेक गएको कि होइन यत्तिकै कजनहरू आउनु ए कति फेरि कहाँ गएको के गर्नु थाल्यो यो अहिले भर्खर आएको अर्को टोलीहरू टुप्पी डाँडाबाट आएको अरे 3:30 बजे रातिको 3:30 बजे हिँडेको कति 3:30 10 भनेपछि 7 घन्टा त हिँडिसक्यो 7 घन्टा अर्को 3 घन्टा 10 घन्टा फेरि फर्किने कुरा आएर रहेछ तिनीहरू Where is the temple? Where is the पोखरी? टेम्पल छ Where is the पोखरी? त्यहाँ माथि जानु है
This is the snow. अब माथि पुरा मुभी हुन्छ कि हुँदैन होइन अझै फेरि चिसो चिसो हुन थालेछ हेर न यो हिउँको के आमा गाह्रो हुन्छ रहेछ यसमा हिँड्नु त हैसा ए हामी त्यहाँबाट आएको कहाँबाट कहाँ पुग्यो हामी त्यहाँ ठोकलाई राइटमा नि यता राइटको हेरेर हेरौँ है हैश हैटु बाटो सानो रहेछ त Oh my god! Oh my god! Hysia, hysia. How's the jost? खै त हाय सर कस्तो आयो करेन्ट सिचुएसन सब हुसु लागेर के पनि नदेख्ने अवस्थामा आएका छौँ
हाइसी ढक्क चिक्की हजुर ओ मुझे कुछ दिखाई नहीं दे रहा है माँ यहाँ पानी छ स्विमिङ शिट शिट माथिबाट आउने कि क्या हो हुन्छ ल जमजम खै रे गो ओ भाइ जो नजाने ए जाउँ न हौ जाउँ चलो भाइ मै जान्छु चल हामी चाहिँ अब यहाँ माथि एकछिन बसेर चिया खाने बस्ने आराम गर्ने अनि के हुन्छ कहाँ हो त्यहाँ जाने हो खै कहाँ हो जमजम औ थाक्यो रे थाक्यो अब अलिकति उता माथि जानु पर्यो पुग्दैन त के हो यहाँबाट अहिले कुहिरो लागेको भएर चाहिँ के पनि नदेख्ने रहेछ आओ भाइ बहिनी पुग्यो यो कुकुरहरूले चाहिँ हामीलाई अघिदेखि खोला हान्दैछ आइज पानी हिउँ यहाँ जाने हामी हुरुरु दौडी जान्छ एट लास्ट त्यहाँ पुग्ने भयो हामी रातो घर जुन हामीले अघि सुरुदेखि देखिरहेको थियो केटाकेटीले अब अलिकति
यहाँ जाँदैछौँ। हाम्रो साथीहरूले चिया भनिदिरहेछन्। मेरो रेड पान्डा रेड पान्डा रेड पान्डा रेड पान्डा रेड पान्डा म होइन त तल हाम्रो एकाउन्टेन्ट आयो खाना पाइने भयो एकाउन्टेन्ट आइपुग्नु कस्तो छ चिया? हामी आज एकदम बिस्तारै आयौँ तर सुमन चाहिँ कुदेर आएको रहेछ। अब चाहिँ बिस्तारै जाने अब बिस्तारै जाने रे बिस्तारै जानुपर्छ। यो उति माथि के होला हजुर? उति माथि डाँडा होला अर्को डाँडा होला त्यो अब सर्ट टी ब्रेक पछि अब 5 पोखरी हो। क्राम्पन चाहिन्छ ओ चाहिन्छ कि क्या? लगाउनु लगाऊ। अनि यस्ता हिँड्न गाह्रो हुन्छ नि क्राम्पन्सले। यति मात्रै हुँदैछ? शेखर दाइ पुरै हिउँछ हो। टोपी ल स्वयम्भूको उकालो आयो रे। कति धेरै छ उकालो? ए ए तिमीले यही भनेको समात्नेवाला? ल बिस्तारै। कति धेरै छ याम्मा, धेरै नि धेरै जस्तो छ यार।
हाँ हाँ सुमनको बाहुबली भयो कि क्या हो त्यही बाहुबली भइरहेछ जस्तो अब उकालो छ गाह्रो रिस्ट गरेर भगवानले सक्नु भएको नत्र कन्टिन्यू हुन्छ कस्तो हिउँ परेको देवरा भने गीत गाउनु पऱ्यो क्या हेर कस्तो राम्रो देखेको हिउँ परेर हजुर अझै घाम लागेको कस्तो काम देखिन्छ उज्यालो हुन्छ नि राउरी बिना अरे अलि हिँड्दै आऊ बिस्तारै है ओइ हिँडे जस्तो गर न हिँड अब चाहिँ हिँड्ने अब त्यो उकालो छोड्यौँ अब ओह्रालो हाइसै है ओए खोइ त बाटो भिसिक भिसिक जान्छ रहेछ अँ ओइ 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 ल यहाँ त लड्छ क्या यसको बाजे यसको तिमीले मुख छोप्नु ल्याएको छ कि छैन मुख छोप्ने छैन केही हुँदैन होला नछोपे पनि टोपी चाहिँ छ ब्यागभित्र तर कहाँनिर छ दस्तान टोपी खोज्दै बसिरहेको छ त्यो लुगाको मुनि पऱ्यो जस्तो नि तर टोपी अघि नै निकाल्दाखेरि ऊ पनि सब निकालेर खै खै केटाहरू कहाँ अगाडि गइसक्यो बिस्तारै अझै अलिक घाम लाग्यो भए चाहिँ खतरा देखिन्थ्यो है कस्तो राम्रो देखेको त्यहाँ त पुरा त्यो रहेछ त है है उ त्यहाँनिर कटेज छ एउटा कटेज त्यहाँ रहेछ ए यो माथि जानु सकेन उता जानु सकेन भने यहीँ बस्ने हो कि क्या उता जानु सकेन भने यहीँ बस्छ कि क्या चिप्लिसक्यो कस्तो मजा को होला खै त देख्दैन है के पनि अगाडिको मान्छेहरू पनि देख्दैन हेर ढोकामाथिसम्मै है यस्तो गरेर लात हाल्नु क्या दरवाजा तोड दया यहाँ त धेरै छैन रहेछ त्यति धेरै हिउँथ्यो अँ अस्तिसम्म त हिउँ परेन केही छैन त्यो ओइ चिल चिल हो कि कहाँ कहाँ नि काँची अघि
के काग हो कि के हो चरा देखिरहेको छ के हो कहाँ खिच्नु अरूभन्दा नि त्यो लस्करी चाहिँ उफ्या उफ्यो गर्नु पर्यो यो झऱ्यो भने के गर्ने भइसक्यो मन त्यही भइरहेको छ उ आयो होटल आइसक्यो त अब सायद एस्टिमेसन पुग्यो बस नु पटाक्क भइदियो त होइन नौ झुझुको उठेछ है यसरी चाहिँ आउने के भएछ प्यान्ट भिजेर भइरहेको थियो मलाई त ठिकै छ फर्स्ट टाइम गराएर अर्नु गर होइन होइन नि राई कान्छा राई कान्छा सनु दाई यति पनि लड्ला फेरि आइसा फाइनली सिभिलाइजेसन कोही एक इंसान तो दिख जाए एउटा पार्ट राख्दा अरूसँग रमाइलो भयो कहाँ बसेछ केटा अनि भोलिसम्म चाहिँ अलिक खाली भएको भए सजिलो हुन्छ होइन भोलि त सबैजना भयो भने चाहिँ निकाल्नु पनि सक्नु हुन्थ्यो निकाल्नु नपरोस् कि आज 4 जना भयो प्लस हामी गाडीको पनि नि त हात्यो पनि कि अलिकति त्यही भएर नि हो त्यहाँ ठाउँ पनि भएन कि we all fell down. यो पोखरी चाहिँ जमिरा होला कि नजमिरा होला त अहिले बिस्तारै त त्यहाँ त हिलै भइसकेको रहेछ सञ्जोग दाइ हामी बल्ल बल्ल पुग्यौँ 5 पोखरी अब यहाँ 3 जना कहाँ गएर बस्न गर्छ फेरि हामी कहाँ छौँ यो हस्पिटल हो त्यो हेलिप्याड परेछ हामी कहाँ छौँ भनेर कहाँ छ खोइ त देखेर खै हामी कहाँ छौँ त शौचालय अरे शौचालय कहाँ छ त ओ सञ्जोग दाइ ऊ यहाँ छ कता हो 5 पोखरी मन्दिर रे इन्द्रावती नदीको मुहान भनेको यतैतिर होला उही होला होइन के भयो 5 पोखरी भने फेरि यतैतिर पऱ्यो कि ऊ शौचालय भने त्यो भयो त्यो भयो हेलिप्याड उतातिर होला यतैबाट यही हो क्या शौचालय 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 जा रे शौचालय तिमी जाने होइन खै त हेलिप्याड तल हेर तल हेर अहिले चिप्ल्यो भने त फेरि Where is the पोखरी? Where is the पोखरी? यो मुहान भयो ए सञ्जोग दाइ कता हो यो मुहानको भयो यतातिर होला 5 पोखरी मान त्यस्तो लाग्यो जोस् पानी नपर्दियोस् होइन भोलि बिहान हेरौँला यो मुहान राम्रोसँग
भोलि बिहान झन् के देख्नु नदी यही भयो अब मन्दिर त्यो हो कि क्या हो मन्दिर त्यो हो कि क्या हो होइन होइन एक्चुअल मन्दिरै छ कि हिँड्ने गर्छ अर्को चाहिँ हो अगाडिसम्म होटल पुगेर बस्छ होला तिनीहरू त यहीँ खोलिहाल्छ चिसो होला है चिसो फोटो खिच्दो रे लसा दिदीको बोलाएर चिसो पनि कै ओ सञ्जक दाई कहाँ हो यसो एकछिन हेर्न आउनु छैन यार जानकी बाजी लगाएर आइरहेछौँ मान्छेहरू छैन यार तरिका ऊ त्यहाँ रहेछ ऊ त्यहाँ रहेछ ऊ त्यहाँ रहेछ सुतेर बसेछ यहाँ मान्छेहरू झन्डै त्यहाँ चेट भएको कुर्दै नकुरिकन आइदियो यार म यहाँ हिउँमा पुरिसकेको थिएँ यो चाहिँ सिङ्गल पोखरी 5 पोखरीको एउटा पोखरी भेटायो ओसी ओसी एकछिन कोरेर नआइकन ए त्यहाँ झन्डै खसेको यार हामीहरू नि मेरो खुट्टा घुसेर कङ्ग्रेचुलेसन्स ल के हो 5 पोखरी अर्को पोखरी त हामीलाई त एकदम ठुलो एचिभमेन्ट लागिरहेको छ अहिले त्यो ठाउँ मलाई निस्केर चाहिँ मलाई पनि खुल्छ नि एकछिनमा अब अघि पुरै खुलेको थियो एकै हामी यहाँ त झर्दा पुरै घाम लागिरहेको थियो क्या एकछिनमा यस्तो भयो घाम लागिरहेको थियो नि पुरै क्लियर छ नि बेलामा हामी बसिरहेको थियौँ हिउँबाट निस्केर कहाँ आउँछ खुट्टा दुबेर धसेर त्यहाँ यहाँसम्म हिउँ छिरेको रङमै छिरेकै भित्रै यहाँ अर्को त्यो ढुङ्गा भएको ठाउँमा अर्केर हामी खनिरहेको थियौँ हिउँ निकाल्दा खराब भइरहेको थियो तरिका पछि हामी गएको मेरो नि रङमै थिएन घाम लागिरहेको थियो आउनु सबजना यता चाहिन्छ त हल्लिन्छ एकछिन होस् अब खिच्नु त ग्ल्याममा मजा आइरहेछ म चाहिँ हेर्नलाई एकैछिन एकैछिनमा धुम्नु हुन्छ अर्को पोखरी कहाँ भएछ त दायाँ चाहिँ तल 3 बज्यो होइन अब अबेला गर्नु हुँदैन माथि जानलाई माथि पाएन भने तल फर्किनु पर्ने हुन्छ पाउँछ होला खाजा खाएको ठाउँ बस्नुपर्छ अहिले खाजा हाट्न सब जानु पर्ने होइन तल चाहिँ गइँदैन यतै खोज्नु माथि अघि छ खोलेको छ भन्नुभएको थियो यहाँ चाहिँ भेटेन होइन यहीँ भेट्यो भने त यहीँ बस्नु हुन्थ्यो एकचोटि हेरौँ न यहाँ यत्रो मान्छे आइरहेछ त्यही ब्रोदरहरू सँगै आएको के हो त्यो हामीभन्दा पछाडि आएको दाइहरूसँग आउनु कहाँ खोलेको यार एकैचोटि फेरि सर्र हो सही राम्रो देखेको यो चाहिँ भैरव कुण्ड अरे ऊ त्यहाँ पछाडि रहेछ एउटा कुण्ड है देख्यो देख्यो नि कस्तो दिदी यहाँबाट ऊ त्यहाँ पछाडि एउटा रहेछ त्यहाँ पछाडि एउटा होला यहाँतिर एउटा होला भैरव कुण्ड रे कुण्डको नाम तर यो हामीले तलबाट तिमीको ठाउँ यो अर्को ताल 2 सेकेन्ड उता पछाडि थर्ड ओ यो चाहिँ के ताल रहेछ त कहाँ ऊ पछाडि पछाडि ऊ त्यहाँ पछाडि रहेछ ऊ त्यहाँ माथि मान्छे रहेछ ऊ त्यहाँ माथि होटल रहेछ ऊ माथि ऊ त्यहाँ माथि ऊ त्यहाँ माथि छ क्या ऊ त्यहाँ माथि जाने हो त त्यहाँ ऊ त्यो एकचोटि हेरौँ ऊ त्यहाँ छ नि ऊ यहाँ चाहिँ आएको छ ऊ त्यो अगाडि छ देख्थ्यो त्यो होटल पनि थर्ड उता फोर्थ रहेछ उता पछाडि फोर्थ ए
ए त्यहाँ हेरौँ त्यो अब चिपेको हेर्ने कि हेर्ने माथिबाट हेर्नु पर्यो बत्ती बार लाग्नु पर्ने कि है ए खुल्ला भयो त यार यो त्यहाँ पछाडि 4वटा आज हामीले 4वटा पोखरी भेटायौँ होइन 5वटा 5 कहाँ भेटायो 1 2 3 अनि पछाडि एउटा 4 सायद उतातिर होला जाने हो खोले छ जस्तो छैन त्यहाँ त्यही हो क्या भ्यू पोइन्ट भने त्यही हो क्या भ्यू पोइन्ट भने उयो त्यो पछाडि होटल भएको ठाउँमा अनि यत्रो मान्छे आयो त खोल्नु पर्ने दाइ ओ माय गॉड खै गाली गर्दै होटल खोलेछ धुवा आइरहेछ कहाँ उयो निलो जस्तो ए छ ल आयो 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 सोलर प्यानल भएको वाला आयो आयो त्यहीँ हुनुहुन्छ ल ओ दाइ आउनु ओ दाइ हो कि फोन मान्छे छ ए यहाँ छ ल यहाँ रहेछ यहाँ खुल्ला छ त्यो एउटा बत्ती बाल्लाको है होइन रातो बत्ती पहेँलो बत्ती सेतै बालिरहेको भए पनि हिजो सोकल डाँडा उस्तो थाहा अनि त्यो सेतो त देख्नु गाह्रो होला कि यस्तो कुहिरो लाग्यो बेला होइन तल्लो भयो भने त देखिन्छ होटल भेटायो जस्तो छ हामीले यसको तल के एउटा अर्को पोखरी त्यस्तो नभन्नु न टुम्बुङ गरेर तर यहाँतिर त धेरै गइरहेछ जस्तो छ साइड साइडमा अलिक त्यसको बाद फेरि भित्र पानी छिराएर कुवाको पछाडि हैस जता भावी फोर यो सरस्वती कुण्ड भैरव कुण्ड अर्को 2टा 3टाको चाहिँ अहिले हामीले नाम देखेनौँ होइन हात्ती थुर्र भयो नि त ऊ आइरहेछ त सही है रे बाबा सरी हाम्रो पछाडि कुण्ड भ्यू पोइन्ट भनेपछि त्यहाँ माथि होइन अझै खै कहाँ हो त्यहाँ माथि होटल कहाँ? छ एउटा। के देख्छ त त्यहाँबाटै 5वटा एकैचोटि देख्छ ए त्यही हो